र रासोपामा खास गरी भन्ने हो भने अहिले पनि म भन्छु नेपाली जनताले विकल्प खोजेका थिए हैन, तर पुराना पार्टीहरूप्रति नेपाली जनता चरम असन्तुष्ट भए र त्यो असन्तुष्टिको उपज हो रासोपाको जुन मत आएको छ यो चाहिँ असन्तुष्टिको उपज हो। र मिसन 84 को सपना नदेखे हुन्छ, त्योभन्दा अगाडि नै नेपालमा विद्रोह हुन्छ, त्यो विद्रोह कसैले रोक्न सक्दैन। सरकारले जे गर्नुपर्ने हो त्यतातिर ऊ गम्भीर देखिँदैन, जे तत्काल नगरेर पछि गर्नुपर्ने हो त्यसमा चाहिँ सरकार चाहिँ एकदम आत्तिएको जस्तो गरिराखेको छ। हो, सुकुम्बासीहरूको आजको दिनसम्म आउँदाखेरि पुराना पार्टी र पुराना जो सरकारमा आए उनीहरूले ती सुकुम्बासी समस्या समाधान गरेन हैन। र हामीले पनि के भन्दै आइराखेका थियौँ भने दीर्घकालीन रूपमा सुकुम्बासी समस्याको समाधान गरिनु पर्दछ र सुकुम्बासीको नाममा जो हुकुमबासीहरू छन् र उनीहरूलाई चाहिँ त्यहाँबाट निकाल्नुपर्छ र वास्तविक सुकुम्बासीहरूलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो विगतको पनि मुद्दा त्यही थियो, एजेन्डा त्यही थियो, आज पनि हाम्रो मुद्दा त्यही छ। र अहिले त्यो सुकुम्बासी बस्ती खाली गर्नुभन्दा अगाडि सरकार अत्तालिनु हुँदैन थियो, सरकारले सुस्त ढङ्गले गरेको भइहाल्थ्यो नि। सबभन्दा सुरुमा सरकारले के गर्नु पर्थ्यो भने महँगी, भ्रष्टाचार, व्यथिति, विकृति, विसङ्गति जे छ यसको विरुद्धमा सरकार प्रस्तुत हुनु पर्थ्यो, सरकार उत्रिनु पर्थ्यो र कमसेकम नेपाली जनतालाई सरकार छ भन्ने अनुभूति दिनु पर्थ्यो। तर अर्कोतिर सरकार लाग्यो र जनता महँगीको मारमा पर्ने, चरम चाहिँ महँगी बढ्दै जाने है। तर अब उता सरकार केमा लाग्यो त भने सरकार चाहिँ रातारात सुकुम्बासी बस्ती खाली गराउने भनेर तपाईँको चाहिँ डोजर लगाउने ठाउँमा पुग्यो र प्रधानमन्त्री बालेनजीको चाहिँ अब त्यो के पनि देखिन्छ भने हिजो महानगरपालिकाको मेयर हुँदाखेरि पनि उहाँले चाहिँ त्यो हटाउन खोज्नु भएको थियो र त्यति बेला नसकिसकेपछि अहिले उहाँले तुरुन्तै जो एक्सन लिनुभयो चाहिँ जे गर्नुभयो त्यो प्रतिशोध साधेको चाहिँ प्रष्ट देखिन्छ। उहाँ आइसकेपछि उहाँले सबभन्दा पहिला सुकुम्बासी बस्तीको विवरण सङ्कलन गर्ने, जो चाहिँ डाटा कलेक्सन गर्ने, विवरण सङ्कलन गरिसकेपछि उसको 3 पुस्ते पनि हेर्नु पर्यो र उसको वास्तविकता के हो त, के कारणले ऊ सुकुम्बासी बनेर बस्न बाध्य छ, उसको विवरण सङ्कलन गर्नु पर्थ्यो। सरकारले यति अवधिभित्र चाहिँ उसलाई अस्थायी व्यवस्थापन गर्ने भनेर अब त्यो चाहिँ ठोस गरिसके पछाडि मात्रै त्यो सुकुम्बासी बस्तीमा डोजर लगाउनु पर्थ्यो। त्यो असाध्यै खेदजनक छ। अहिले पनि के अपिल गर्न चाहन्छु यहाँबाट भने 25,000 रुपियाँ दिएर ती सुकुम्बासी कहाँ जाने, कहाँ गएर उनीहरूले डेरा खोजेर कहाँ गएर बस्ने है। त्योभन्दा चाहिँ तपाईँको सरकारको चाहिँ एकदम चाहिँ अमानवीय, यो त अमानवीय हो। सरकारले यो गर्नै हुन्न, किनकि म अहिले पनि भन्छु यो सरकारले यो नगरोस्। यदि जबरजस्ती उनीहरूलाई त्यहाँबाट हटाइयो भने उनीहरूसँग त एउटै विकल्प हुन्छ कि जहाँ उनीहरू पहिला बसेका थिए त्यहीँ आएर बस्नुको अर्को विकल्प उनीहरूसँग अरू के बाँकी रहन्छ। पुरानो जसको जहाँ जुन ठाउँ हो त्यहाँ आएर फेरि पाल चाहिँ हालेर या चाहिँ कुनै चाहिँ छाप्रो बनाएर बस्नु बाहेक अर्को विकल्प हुँदैन कि उहाँहरूसँग मर या चाहिँ मृत्यु या मुक्ति भने जस्तै मर या गरको त्योभन्दा अर्को विकल्प के छ। केटाकेटीहरू छन्, लालाबालाहरू छन्, बिरामी मान्छेहरू छन्, त्यहाँ सुत्केरीहरू छन्, हेर्नुहोस् त तपाईँको त्यो बिजोग। तर त्यो त राज्यले त्यो जवाबदेही त वहन गर्नु पर्यो, राज्यले विकल्प दिनु पर्यो नि। हो, राज्यले यो गरेन भने सरकारको विरुद्ध मान्छेको असन्तुष्टि यस्तो ढङ्गले पोखिन्छ त्यो अन्ततः बिस्तारै त्यो विद्रोहमा चाहिँ रूपान्तरण हुनु पुग्छ। त कसैले रोक्न सक्दैन। विद्रोह भन्ने चिज कुनै त्यो बाजा बजाएर विद्रोह आउने पनि होइन, कसैले गर्छु कि गर्छु भन्ने हुने पनि होइन। जब मान्छेलाई मर्न बाध्य तुल्याउँछ उनीहरूसँग त अर्को के विकल्प छ? कुनै विकल्प त छैन। सबैको राज्य हो नि। कुनै एउटा तपाईँको 7 वर्षको या 5 वर्षको बच्चा तपाईँको चाहिँ ऊ त्यहाँबाट आफ्नो घर भत्किँदाखेरि ऊ रोएर त्यहाँबाट जानु परेको छ। ऊ यति पीडाका साथ त्यहाँबाट चाहिँ त्यो बच्चालाई त्यो बच्चाको त्यो आगो कसैले थ्याक्न सक्छ? ऊ स्कुल जान पाएको छैन भनिदिएर त भएन नि त। तपाईँको एक ठाउँमा होल्डिङ सेन्टरमा लगेर राखेको छ, उनीहरूको चाहिँ एउटा खालको सेटमा उनीहरूको चाहिँ विकास भइराखेको हुन्छ। उहाँहरू यस्तो बिजोगका साथ बसिराख्नु भएको छ, तर राज्यलाई कुनै मतलब छैन। र राज्यले के बोध गर्नु पर्यो भने यो मुलुकका सबै जनता 3 करोड हाराहारी जनता, सबै जनताप्रति राज्य जवाफदेही हुनुपर्छ भन्ने कुरो बोध गर्नुपर्छ। यदि बोध गरेन भने तपाईँको आयु कसैले बढाइदिन सक्दैन। तपाईँको सरकार जतिसुकै स्ट्रङ भने पनि यो दुनियाँमा जनताभन्दा ठुलो त केही पनि छैन।